गलत हो। पार्किङको ठाउँमा हुनुपर्छ, पार्किङको ठाउँमा जहाँ हुनुपर्ने त्यही हुनुपर्छ। जो व्यवस्था मिलाएको छ त्यो मिलाएको हिसाबमा मान्छेहरू बसेको छैन भने त्यो गलत हो। नगरपालिकाले उहाँले आफ्नो काम गरिरहनु भएको छ नि, उहाँले किन मेयर भएको त्यो उहाँलाई थाहा छ, त्यही गरिरहेको छ। ट्राफिकवाला छैन, ट्राफिक त्यतिकै त्यहाँ बसेछ अनि मान्छेहरूसँग पक्रेर पैसा उसुल गर्यो अनि गयो। फेरि त्यहाँ बस्नेले व्यवस्था दिएको छ यो इलाका प्रहरीमा, अनि त्यो ट्राफिक कार्यालयको ट्राफिक प्रहरीको काम हो पैसा व्यक्तिहरूबाट पक्रेर पैसा उसुल गर्ने अनि भागभण्डा गर्ने। Shirish News, the daily diary of the Nepalese dream. नमस्कार, म भरत महतो कोइरी, म गौशाला नगर युवा सञ्जालको अध्यक्ष। खासमा चाहिँ हाम्रो यो गौशाला बजारको चाहिँ छुट्टै एउटा इतिहास छ, तर यहाँका स्थानीय सरकार सम्बन्धित निकायहरूले चाहिँ यसलाई व्यवस्थापनमा सरसफाइमा ध्यान नदिएर चाहिँ दिनदिनै चाहिँ अवस्था गम्भीर हुँदै गएको छ। तपाईँ अहिले पनि बजारको अवस्था हेर्नुहोस्, बजार दिन आउनुहोस्, बजारमा तपाईँको गणेश मन्दिरदेखि पारिपट्टि यदि जानु पर्यो भने तपाईँको 10 देखि 15 मिनट लाग्छ। अब जसको पसल छ, सटर छ, सटर जति सटर उसको छ त्योभन्दा बढी रोडसम्म पसल छानेर बसेको हुन्छ। बजार अव्यवस्थित भएको कारणले गर्दाखेरि धेरै किसिमका समस्याहरू भइरहेछ। भोलिको दिनमा तपाईँको भनौँ न अब आगलागी भयो अथवा कुनै त्यस्तो अप्रिय घटना भयो भने त्यो अवस्थामा हामी के गर्न सक्छौँ? हाम्रो ज्यान पनि जान सक्छ, त्यस्तो अवस्था हुनसक्छ। अब तपाईँले खासमा यसलाई स्थानीय सरकारले ध्यान दिनुपर्ने हो। गौशाला उद्योग वाणिज्य सङ्घ छ होइन, गौशाला बजार व्यवस्थापन छ, तर नामको लागि मात्रै छ यिनीहरूले, काम चाहिँ केही पनि गरेको छैन। हामीले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिरहेछौँ, पटक पटक भनिरहेछौँ, तर अहिलेसम्म कुनै पनि निकायले सुनवाई गरेको छैन। यसमा अब उहाँहरूको के तपाईँको स्वार्थ लुकेको छ त्यो हामीलाई थाहा भएन, तर उहाँले चाहिँ कुनै पनि किसिमको पहल पनि गर्नु भएको छैन। आखिरमा यो असम्भव पनि छैन, बजार व्यवस्थापन गर्नलाई यो असम्भव कुरा पनि छैन। सरसफाइको विषयमा पनि त्यो असम्भव छैन, हरेक कुरा जायज छ। तपाईँको हाम्रो भनौँ न पूर्वाधारहरूले होस् अथवा व्यवस्थापनको लागि हरेक कुरा छ हामीसँग। गौशाला बजारलाई व्यवस्थित गर्नका लागि 1 दशक विभिन्न सङ्घ संस्थाहरू, विभिन्न सञ्जालहरूले आफ्नो सक्रिय भूमिका निर्वाह गरिसकेका छन्। यस अवधिमा यति गर्दा पनि यहाँको समस्या भने जीवका त्यौँ छ, झन् अझै अव्यवस्थित हुँदै गइरहेको छ। छेउमै नगरपालिकाको कार्यालय छ, वाडा कार्यालय छ, मालपोत कार्यालय भयो, त्यसपछि गएर उद्योग वाणिज्य सङ्घ बिचमै छ, वाडा कार्यालय बजारमै छ। यति हुँदा पनि यो व्यवस्थापनमा कसैको ध्यान पुगेन। यहाँ युवाहरूले प्रेस विज्ञप्ति जारी गर्नुभयो, के यसले ती सुतेका व्यक्तिहरूलाई उठाउन सकिएला त? अवश्य, अब हामी उठाउने छौँ। अब हामी चाहिँ अब चुप लागेर बस्दैनौँ। हामीले उहाँलाई समय दिएकै हो। बारम्बार विभिन्न सङ्घ संस्थाले होस्, स्थानीयले होस्, व्यापारीले होस्, विभिन्न माध्यमबाट उहाँलाई बेला बेलामा झकझक्याएको हो, उहाँलाई उठाएकै हो, ध्यानाकर्षण गराएकै हो, तर उहाँले ध्यान दिनु भएन। तर अब चाहिँ हामी चाहिँ चुप लागेर बस्दैनौँ। यसको लागि चाहे जुनसुकै कदम उठाउनु पऱ्यो पनि हामी पछि चाहिँ हट्दैनौँ। जस्तै गौशाला बजारमा एउटा दुर्गा मन्दिर छ, दुर्गा मन्दिरकै भित्र चाहिँ छन् पार्किङ गर्ने, पसल राख्ने, पान खाएर थुक्ने, त्यतातिर के छ तपाईँको ध्यान? हेर्नुहोस्, त्यहाँ चाहिँ त्यही त बजार मेन व्यवस्थापन गऱ्यो भने त्यो सब समस्याको समाधान निस्किन्छ। हामीसँग समस्या छ भने समाधान पनि छ। अस्ति नै केही तपाईँको 2 हप्ता अगाडि एउटा भिडियो हेर्नुभयो होला, एउटा हाम्रो पानीपुरी बेच्ने दाइसँग चाहिँ स्थानीय केही युवाको हल्का डिस्कस पनि भएको थियो। आखिर हामीले चाहिँ कुनै व्यवसायीलाई चाहिँ उहाँलाई उठीबास गराउन खोजेको होइन, उहाँले चाहिँ उचित व्यवस्थापन गर्नु खोजेको हो। दुर्गा मन्दिरको कुरा गर्नुभयो, त्यहाँ वरिपरि जति पनि अब बजारको दिन बस्नुहुन्छ, त्यो बजार छानेर बस्नुहुन्छ अथवा त्यहाँको पसलेहरू हुनुहुन्छ, उहाँले पसल ठिक छ, कमसेकम बाइक पार्किङ त बाहिर गर्न सकिन्छ नि। त्यहाँ पार्किङको लागि के हामीसँग ठाउँ नभएको हो त? हाम्रो यहाँ ट्राफिक कार्यालय त छ नि, उहाँहरूसँग समन्वय गरेर स्थानीय सरकारले चाहिँ समन्वय गरेर त्यो व्यवस्थापन गर्न सक्छ कि सक्दैन? हामीसँग ठाउँ नभएको हो र? तर उहाँको नियतमा के छ मलाई थाहा छैन। चाहे नगरपालिका होस्, उद्योग वाणिज्य सङ्घ होस्, चाहे गौशाला बजार व्यवस्थापन समिति होस्, यिनीहरूको सबैको नियत खराब छ, नियतमा खोट छ। उहाँले भनिराख्नु भएको छ नि, यो भइरहेको छैन, त्यो भइरहेको छैन। म भन्छु हामीलाई दियोस्, जिम्मा दियोस्, 1 हप्ताभित्रमा हामी सबै व्यवस्थापन गरिदिन्छौँ। हामीसँग छ, त्यो आँट छ। अब चाहिँ के गर्नुहुन्छ?
उनीहरू सुतेको मान्छेहरू नउठेसम्म के गर्नुहुन्छ? एउटा कहावत छ नि, सुतेको मान्छेलाई उठाउन सकिन्छ, तर जुन अटेरी गरेर बसेका हुन्छन् त्यसलाई जति गर्दै पनि त्यो उठ्न सक्दैन। यहाँ चाहिँ अटेरी गरेर बसेका छन्, सबैको नजर त्यसतर्फ छ, सबैले त्यहाँ अगाडि बढ्न खोज्छन्, तर सबै चाहिँ केही न केहीले एउटा लोभ लालचले गर्दाखेरि त्यो आवाज उठाउन सक्दैन। चाहे भोट बैंक होस्, चाहे अनेकौँ कुरा हुनसक्छ, एक आपसमा कमजोरीपनलाई बाहिर निकाल्न सक्छ कि भनेर डरले गर्दाखेरि बाहिर आउन सकेको छैन। अब युवाहरू अगाडि भइसकेको छ। युवाले चाहिँ साथ सपोर्ट स्थानीयवासीसँग के कस्ता साथ सपोर्ट चाहेको छ त यो अभियानको लागि? हेर्नुहोस्, यो बजार व्यवस्थापनको लागि इच्छा सबैको छ, व्यवस्थापन होस्, राम्रो होस्, सुन्दर होस् भनेर सबैको इच्छा छ, तर त्यहाँ चाहिँ खुलेर आउन चाहिँ मानिराख्नु भएको छैन धेरैजना। हामीले चाहिँ जस अहिले चाहिँ पहल गरिराख्दाखेरि धेरै साथीहरू चाहिँ विभिन्न ऊबाट चाहिँ आइराख्नु भएको छ, सहयोग चाहिँ गरिराख्नु भएको छ। अब आन्तरिक रूपले ठिक छ, हामी साथमा छौँ, तपाईँहरूले राम्रो गरिराख्नु भएको छ, गर्नुहोस्, हाम्रो समर्थन छ भन्नु त भनिराख्नु भएको छ। तर पनि अब अहिले चाहिँ कस्तो छ भन्दाखेरि यो व्यवस्थापन मलाई के लाग्छ भन्दाखेरि एउटा सिम्पल एउटा उदाहरण म के दिन चाहन्छु भन्दाखेरि यो बजार व्यवस्थापन गर्नको लागि जुन नगरपालिकाले, जुन स्थानीय सरकारले जुन बजारबाट तपाईँको करोडौँ रुपियाँ उठाउँछ, जुन किसानबाट करोडौँ रुपियाँ उठाउँछ, त्यसलाई व्यवस्थापन गर्ने उसको नैतिकताले दिन्छ कि दिँदैन? उसले त गर्नुपर्ने हो नि। जुन किसानहरू, एउटा कुरा भनौँ त, जुन किसानहरूबाट करोडौँ रुपियाँ उठाउँछ, त्यो किसानहरूको लागि एउटा शौचालयको व्यवस्था गर्न सकेको छैन। यस्तो स्थानीय सरकार हामीलाई किन चाहियो? यस्तो वडा कार्यालय किन चाहियो? बजार व्यवस्थापन किन चाहियो? उद्योग वाणिज्यसँग किन चाहियो? म त यिनीहरूलाई खुल्ला च्यालेन्ज गर्न चाहन्छु। तपाईँहरू अब हातमा चुरा लगाएर बस्नुहोस्, यदि सक्नुहुन्न भने कुर्सी छोड्नुहोस्, सक्नुहुन्न भने समन्वय गर्नुहोस्। हामीलाई श्रमदान गर्नुपर्छ, हामी गर्न तयार छौँ। हामीलाई के गर्नुपर्छ, हामी गर्न तयार छौँ। यदि गर्न सक्नुहुन्छ भने गर्नुहोस्, हामी सहयोग गर्न तयार छौँ। यदि गर्न सक्नुहुन्न भने ह्यान्डओभर गर्नुहोस्, हामी गर्न तयार छौँ। गौशाला बजारमा लाखौँ पैसा लगाएर सिसी क्यामेरा जडान भयो, आज सिसी क्यामेरा कहाँ गयो त? किन बोल्नु भयो त्यसो भए? यो के छ भन्दाखेरि यो सबै कमी कमजोरी स्थानीय सरकारको हो। युवाहरू किन आवाज उठाएन? हामीले पटक पटक उठाइरहेछौँ त, हामीले पटक पटक उठाइरहेछौँ। यो विज्ञप्तिमा त देखिन त्यो कुरा यो विज्ञप्तिमा छैन। हाम्रो यो यसपछि अब तपाईँको एकदम क्रमश स्टेप बाई स्टेप हामी अगाडि बढ्छौँ। एकैचोटि धावा बोलिहाल्ने होइन, हामी सम्बन्धित निकायलाई झकझक्याउने हो। यदि उहाँले यसलाई अहिले चाहिँ ध्यान दिनु भएन भने, समयमा ध्यान दिनु भएन भने यसको ठुलो चुनौतीपूर्ण रूप लिनेछ र यसको ठुलो उहाँहरूले चाहिँ क्षति हुनेछ र त्यसको चाहिँ उहाँले भोग्नुपर्छ पछि। यति चाहिँ ढुकाउनुहोस्। हामीले चाहिँ अहिले बजारमा हेर्नुहोस्, न पार्किङको व्यवस्था छ। अब गाडीहरू, बजारमा आउने गाडीवालाहरूले बाध्यता छ कि अब कसैलाई कपडा किन्नु छ भने कपडा पसलकै गाडीमा गएर लगाउनुपर्छ होइन। कसैलाई अब तरकारी किन्नु छ भने तरकारी बजारमै गएर बाइक लगाउनुपर्छ क्या, त्यो बाध्यता छ क्या। उहाँहरूको पनि रहर होइन, एउटा ठाउँ छुट्याइदियोस् न, ठाउँमा लगाइहाल्नुहुन्छ नि। अब इलाका प्रहरी कार्यालय छ, इलाका प्रहरी कार्यालयको अगाडिबाट गाडी चोरी हुन्छ। अब त्यो इलाका प्रहरी के काम? त्यो सिसिटिभी क्यामेरा ठाउँ ठाउँमा त लगाउनु त लागेको हो, के को लागि त्यो मलाई हामीलाई थाहा छैन अहिलेसम्म। नगर प्रहरी छ, नगर प्रहरी के को लागि हो? स्थानीय सरकारले के को लागि राखेको नगर प्रहरी? नगर प्रहरी त म भन्छु कामै छैन, कि त हटाइदेऊ कि त राख्नुहुन्छ भने त्यसलाई सही सदुपयोग हुनु पर्यो क्या। यसभन्दा अगाडि नगरपालिका भयो, वडा कार्यालय भयो, उद्योग वाणिज्य सङ्घ भयो, त्यतातिर यहाँहरूले छलफल यसो परामर्श गर्नु भएको छ कि छैन? योभन्दा अगाडि चाहिँ भएको हो। यही तपाईँको 1-1.5 महिना अगाडि चाहिँ हाम्रो यो दुर्गा मन्दिरमा चाहिँ बसेरै छलफल भएको हो। हाम्रो मेयर साहबको चाहिँ अगुवाईमा चाहिँ नयाँ समिति पनि गठन भएको हो। तर त्यो चाहिँ अहिले समिति बनेर पनि केही पनि गर्नु भएको छैन। हामीले सम्बन्धित निकायले सबले झकझक्याएको हो, वडा अध्यक्षज्यूलाई पनि भनेको, मेयर साहबले पनि भनेको हो, सबैले भनेको, तर उहाँहरूले अहिलेसम्म केही चासो दिनुभएको छैन। 1.5 महिना अघि युवाहरूले यहाँको दुर्गा मन्दिरमा परिसरमा बसेर छलफल गरेका थिए। बजार अब व्यवस्थापन गर्नुपर्छ भनेर, अगाडि आउनुपर्छ भनेर कम्मर कसेर अगाडि बढेका थिए। तर युवाहरू फेरि बिचमा हराए। अहिले 1.5 महिनापछि पुनः आइरहेको छ। यो निरन्तरता, युवाहरू पनि निरन्तरता नदिनुको मुख्य कारण के हो? कतै बेला दबाब आउँछ कि कतै बेला के छ तपाईँहरूको? हामीलाई चाहिँ पर्सनली म आफ्नो कुरा गर्छु, हाम्रो सञ्जालको कुरा गर्छौँ होइन। हामीलाई चाहिँ कसैको दबाब पनि छैन र कसैको दबाब आए पनि हामी चुप लागेर बस्दैनौँ होइन। किनकि हामीले गलत काम गरेका छैनौँ, सही कामको लागि चाहिँ हामीले आवाज उठाएका छौँ र पहल गरिरहेका छौँ। त्यसको लागि हामी चाहिँ कसैको दबाब र डरले
चुप लागेर बस्ने छैनौँ। योभन्दा अगाडि जुन कुरा गर्नु पनि 1.5 महिना अगाडि चाहिँ त्यहाँ छलफल हुँदाखेरि हाम्रै बजारको केही स्थानीय के भन्छ व्यापारीहरू हुनुहुन्छ, उहाँहरूको एउटा मानसिकता के बसेको छ भन्दाखेरि यो गौशाला बजार हाम्रो एउटा व्यक्तिगत छ क्या, एउटा यो गौशाला 5 नम्बर वडावासीको मात्रै हो जस्तो उहाँहरूको जुन मानसिकता छ नि, जबसम्म उहाँको यो मानसिकता परिवर्तन हुँदैन तबसम्म यहाँ विकास र परिवर्तन हुँदैन। युवाले ती मानसिकता तोडेर बजार विकासको लागि अगाडि बढ्नको लागि तयार छ, हिम्मत छ, साहस छ युवाहरूमा? एकदमै यसमा चाहिँ अब त्यो मानसिकता उहाँहरूको हामी परिवर्तन गरेर देखाउँछौँ। यसमा ढुक्क हुनुहोस्, उहाँहरूलाई यदि गौशाला बजारको परिवर्तन विकास व्यवस्थित यदि उहाँहरूलाई चाहिएको छैन भने हामीलाई चाहिएको छ, 5 नम्बर वडावासीलाई चाहिएको छैन भने हामी बाँकी 11वटा वडाको मान्छेलाई चाहिएको छ। उहाँहरूको कसैको यो व्यक्तिगत यो छैन, बजार छैन, यो हाम्रो साझा बजार हो। यो यसलाई व्यवस्थापन गर्न, सुन्दर बनाउन, हरेक कुराले तपाईँको व्यवस्थित गर्नको लागि यो हाम्रो साझा दायित्व हो। त्यही भएर हामी चाहिँ मिलेरै गर्छौँ। हस् त, यहाँको सफलताको कामना गर्दछु। धन्यवाद। धन्यवाद।